सो अलवेज ब्याक टु द च्यानल न्यू डे न्यू मिनी भ्लगमा तपाईँलाई स्वागत छ। र आजको दिन चाहिँ मैले रुमबाट मेरो भिडियो स्टार्ट गर्दैछु। र बिहानै उठेर चाहिँ मैले बेडिङहरू मिलाएँ, च्यादरहरू पनि निकै मैला भइरहेको थियो। त्यसपछि चाहिँ दा चाहिँ हल्का स्ट्रेचिङ गरिदिँदै रहेछ नि त, किन भनेको त लुगा दाएको पनि धेरै थियो। र यसो भुइँमा हेरेको, भुइँमा त केरा लडिरहेको रहेछ। र केरा हेर्दाखेरि चाहिँ काँचो थियो, तर भित्रबाट चाहिँ पाकेको थियो। र धेरै धेरै धन्यवाद छ अङ्कल आन्टीलाई पनि, धेरै धेरै माया। र केरा चाहिँ मिठै थियो। र त्यति भन्दा नभन्दा मैले रुमहरू पनि सानासिनी गरिसकेँ। र त्यसपछि चाहिँ म खाना बनाउनुपट्टि लाग्दै। र खानामा चाहिँ आलु तनी बढी दाल थियो। र यता अब मेरो चाहिँ हल्का हेर्नुहोस् न, सेफ भनेको अब हल्का सेफै हुन्छ भनेर चाहिँ भन्दिनँ, हल्का फुल्का चाहिँ आउँछ खाना बनाउनु। धेरै पनि आउँदैन, थोरै पनि आउँदैन, आउनु चाहिँ मलाई ठिकैको मात्रै आउँछ बनाउनु। र मैले चाहिँ लुगा धुको क्लिपहरू चाहिँ मेरो भएन रहेछ, किनभने स्टोरेज फुल भएछ। र त्यति भन्दै म चाहिँ नुहाइधुवाइ गरेर खाना खानुपट्टि लागेँ। र त्यसपछि चाहिँ खानासाना खाएर चाहिँ म चाहिँ जोयद दाको रुमतर्फ लाग्दै थिएँ। र जोयद दालाई हेरेको, जोयद दा चाहिँ फेरि अलवेज यस्तै हो, अलवेज मान्छेहरू चाहिँ अलवेजै हुन्छ हो। त्यही भएर जोयद दा र म चाहिँ हाँस्दै गफ गर्दै निस्क्यो रुमबाट। र वेदर चाहिँ फेरि एकैछिनमा चाहिँ दिउँसो चाहिँ यस्तो भइ पो हाल्यो। र एउटा कुरा चाहिँ भन्नै बिर्सेछु मैले, मेरो फलोवर्सहरूको लागि चाहिँ मैले पठाइदिइसकेको छु यहाँबाट। अब तपाईँहरूले रिसिभ गर्नु सक्नुहुन्छ पैसा तिरेर। र त्यति भन्दै म चाहिँ जोयद दाको रुम पनि आइसकेँ। र आजको भिडियो चाहिँ म यतिमै एन्ड गर्दैछु। र तपाईँहरूलाई मेरो भिडियो चाहिँ कस्तो लाग्दैछ आजभोलि, र प्लिज लाइक सेयर एन्ड फलो चाहिँ गर्नु नबिर्सिनुहोस् होला। त्यति भन्दै आजको भिडियो म यतिमै एन्ड गर्दैछु। र बाई गाइज।